OSR Digital, entertaining the nation. Godrej Expert Hair Color presents Title sponsor Godrej Expert Rich Cream. अब कलर गरेपछि कपाल देखिन्छ सफ्ट एन्ड शाइनी. Godrej Expert Rich Cream. Powered by पुरानो गुड नाइट को तुलनामा नयाँ गुड नाइट बनेको छ यस्तो एडभान्स फर्मुलाले जुन चल्छ बत्ती गएको 2 घण्टा पछिसम्म. Associate sponsor मात्र अल आउट छ इन्डियन मेडिकल एसोसिएसन द्वारा प्रमाणित, जसले डेंगू, मलेरिया र चिकनगुनिया फैलाउने सबै लामखुट्टेलाई मार्दछ. High Serum by Zeronator. The skincare revolution is real. exclusively marketed by Ace Media and Marketing Private Limited. Logically integrated to diversify. मेरो पसीना पनि सोसिन्छ यहाँ, मेरो पिराती पनि खोसिन्छ यहाँ. मरुनु पनि पाप, महस्नु पनि पाप. यो कस्तो हो निशा, यो कस्तो अभिशाप, यो कस्तो हो निशा. आकाश धरती एक, जुन तारा एक, किन हो खै जातने करी मैले छुटेको, आँसुले छुटेको. म बन्सरे म कुटे हो म झुठे झुठे. जिमल साहबलाई सोधिरहेको छु, आफै बाठो भएर बोलिरहेछ. जति पनि यहाँ घटनाहरू भइरहेछ नि, यो सबै तपाईँले उचालेर भएको. के आच्या नि, जतिखेर पनि आयो जिमल साहब भन्यो, पछि पछि लखर लखर जिमल साहब हिँड्छ्यो भन्यो, बाहिर लग्यो उचाल्यो. काम छैन तपाईँको? मित्र मात्रै के हो, नाठै राखेर नाठै तेल दियो, देख्यौ त्यसले दियो पैसा. काका बुवा हजुरले ताउनु भएको छ र? तिम्रो बाउको गोठालो बसिया छु र म, थाहा छैन मलाई. के भयो काका, एक्कासी रिसाउनु भयो त तपाईँ? त्यस्तै परेको छ. त्यत्रो सामान सहित कहाँ गयो होला त जुठे? त्यही त भने त बाबु, यो जुठेले त मलाई मर्नु न बाँच्नु भनेछ. हुन त अब त्यो गाममा बसेर पनि खासै काम थिएन, गयो ठिकै भयो.
अस्ति यहाँ मसँग झगडा गरेर यी कागज उडाइदियो। मैले भने त जिमल बा मेरो बाला चित्त दुखाएको मलाई मन परेन। त चुप लाग श्रीधर, के गरौँ म भन। ल भाइ तिमीलाई साह्रै चित्त दुख्या छ, कुनै बेला बसेर कुरा गरौँला। के भन्दा हुनु भयो सारो भाउ मेरो आँगनमा? काका म हजुरलाई अलिकति नराम्रो वचन लगाउनु भएको रहेछ, त्यसैले म हजुरलाई हजुरसँग क्षमा माग्नको लागि यहाँनिर आएको छु। भन्ने बेलामा चाहिँ तथा नाम भन्ने दाइ अनि अहिले क्षमा माग्न आए भनेर हुन्छ र अर्काको चित्त दुखाएपछि? त्यस्तो होइन मनमाया। हेर एउटै ओछ्यानमा सुतेपछि रात लागे जस्तै अब छिमेकीमा यस्तो सान्तिनो कुरामा त कहिलेकाहीँ यस्तो भइहाल्छ नि। हेर त बुवाजू र काकाको त्यति लामो समयदेखिको सम्बन्ध यति सानो कुराले गर्दाखेरि दुवैजना बीच मनमुटाव भइरहेको छ, अनि के यसरी छिमेकीमा बसेर मनमुटाव भएर राम्रो होला त? अब रह्यो कुरा मुहाजुरको वचनले गर्दाखेरि हजुरको चित्त दुखेको छ, त्यो मैले महसुस गरेर नै मैले मुहाजुरलाई यहाँ लिएर आएको। काका अब रिसोको बेलामा मुहाजुरले पनि के भन्नुभयो भनिन्छ नि, रिसको झोकमा बेद पढिन्न भने जस्तै। त्यसैले अब यो विषयलाई लिएर हजुर नरिसाउनु, बिन्ती छ काका। मुहाजुर श्रीधर बाबु, रिस उठेको बेलामा तपाईँलाई के भने के भनिनँ मैले थाहै पाइनँ, मलाई माफ गरिदिनु है श्रीधर बाबु। अनि आरना त थिइनस्, अनि आरनको सामान खोइ रित्तै थियो त, के हरिस हो कि बेचेर खाइस्? हालिदिएको मैले त भिडाडा लडेँ। अनि बाउलाई चाहिँ क्या त अनि भएभरको सामान फालेर चाहिँ के गर्न खोजेको त? के कुबुद्धि लाए यस्तो यो? अब यो गाउँ बस्दिन हो चार्दै म त। अनि गाउँ नबसेर कहाँ बस्छस् त? मुगलान छिर्न लाग्यो। त्यो बुढी भाइ कि आमालाई एक्लै छोडेर मुगलान छिर्छस्? लान्छु नि आमालाई। लगिस् आमालाई, तेरो आमाले मान्न नि पर्यो नि जानलाई, कहाँलाई राख्छस्? जाने हो जहाँ त पुगेन, त्यति भने जस्तो हुन्छ। गाउँ बस्नै सकिनँ कि म। यो बाटो हिँड्यो जुनकिरीको याद आउँछ, पत्राको जुनकिरीको याद आउँछ, आरनाको जुनेको याद आउँछ। मलाई त यो यादले नै बाँच्न सकिनँ कि म यो ठाउँमै छोडिदिन्छु। अब त जुनकिरी मात्रै भनेर हुन्छ त? के कुरा गरेको के त? यसरी बोलाएर नि हुन्छ? अलिक बलियो बन्नु पर्दैन?
लिइन त्यो सम्हालेर लिएर बटुलेर लिएर लिइन यस्ता त जहाँ पनि हुन्छ हो ए मेरा घर आनी भइरहेछ तेरो भाउजू उहाँ रिसाएर के भनेर गयो मैले घरै आगो लगाइदिनु त अब बिहे गरिसकेर लोन सहनीको झगडा त के भयो र लोन सहनीको झगडा परेलको आयो भने त मिलिहाल्छ नि हाम्रो पो बिहे नै भएको उसले पनि हुन भनिसक्यो नि के कुरा गरे होला तैँले पनि मनमा माया बसेपछि माया प्रेममा पनि त्यस्तै हुन्छ क्या सम्हालेर बस्नु पर्यो आज झगडा परे भोलि फेरि मिलिन्छ चिम्मले तिमीलाई गाली गरिरहँदा तिमीलाई के चित्त दुखाएको थियो त्यसको 10 गुणा मलाई चित्त दुखाएको थियो म भित्रबाट रोइरहेको थिएँ सिरदार तिमीले बुझ्नुपर्छ यो कुरा भाइको यी सबै कुरा छोडा अनि कुरा के भने नि बरु यो गाउँबाट धपाउने हाम्रो जुन लक्ष्य थियो नि त्यस बारेमा कार्कीले के गरिरहेछ त्यो चाहिँ एकचोटि बुझ्नै पर्यो मलाई साह्रै चित्त दुख्या भएर मैले केही बुझेको थिइनँ जिमल सा अब गएर बुझ्छु हजुर त्यही त त्यसलाई त जति सक्दो चाँडो तपाउनु पर्यो नि पऱ्यो नि त हजुर जाउँ गएर बसेर म गएँ त हजुर ए पर्ख पर्ख म पनि जान्छु आइसु नि त हजुर आइसु बोतलाई त अझै मसँग रिसाएर के हो बोलेर केही फाइदै छैन किन बोल्नु ल अनि आफ्नो दाइसँग पनि फाइदाको लागि बोल्ने हो र फाइदाको लागि नबोले पनि हाम्रो कुरा पनि बुझिदिनु पर्यो नि कस्तो कुरा गरे कि त मैले तेरो कुरा कहिले नबुझेको छु ल भन यसरी नरिसा न आफ्नो दाइसँग यसरी रिसाउँछ यदि मसँग त यसरी रिसाइस् भने त कसमा चाहिँ खुसी हुन्छस् भन त यसरी रिसाइरहेर हुन्छ त त्यहाँ हेर त दुईटा घरका दुईटा व्यक्ति छुट्टै छुट्टै भएर पनि हाम्रो बुवा हजुर र सिद्धर काका म दुईजना बोलिसके मिलिसके तर म त एउटै छानु मुनि त्यो माथि पनि आफ्नै दाजु र बहिनी अन्त बोल्नु पर्दैन रिसाइरहने मसँग तर एउटा शर्त छ फेरि के शर्त हो के तेरो भन त म जुठीसँग बिहे गर्दिनँ यो पनि शर्त हो त यो त झन् खुसीको कुरा हो राम्रो कुरा हो यो त अर्को पनि शर्त छ अर्को फेरि के त्यो तपाईँले भने जस्तो लाउरीसँग बिहे गर्दिनँ मलाई यही गाउँको एउटा हली खोजेर बिहे गरिदिनुपर्छ के रे हली रे यति कुरा पुरा गरिदिनु अनि तपाईँसँग राम्रोसँग बोल्छु मैले त केही सोच्नु सकेको छैन अब यस्तो घटना घटेपछि के चाहिँ सोच्न सकिन्छ र आमा आरनको सामान त हरायो सामान जाबोको के कुरा गर्नु फेरि तपाईँ त जुठे बाबु नै छैन भन्नुहुन्छ यो त सोच्दै नसोचेको घटना घट्यो आमा अब के चाहिँ गर्ने होला त त्यत्रो सामान जुठीले नै लगेर बेच्यो कि हैन फेरि त्यो जुठीले त्यत्रो सामान कसरी लान्छ त्यही त भने आमा अब यसरी चुपचाप बसेर त भएन नि त काहीँ कसैलाई खोज खबरी त गर्नु पर्यो नि मेरो त के तागतले भन्न सकौँला एकचोटि जिम्मल साहबलाई भेटेर भन्नु पर्ला
हो त सबै फालेर के गरेको यस्तो यो तमाखु त साह्रै मिठो बनाएको छ शेरधर हो र हजुर जिमल साहब के भयो किन आयो अनुहार पनि निदाउरो देख्छु के भयो जिमल साहब आराना सामान पनि केही पनि छैन जुठे पनि छैन सामान पनि हरायो मान्छे पनि हरायो त्यही भएर हजुरले यसो कोही मान्छेलाई आएर खोज्न पठाइ बक्सिन्छ कि भनेर कठै काइली त चिन्ता नगर म त्यसलाई खोज्न पठाइदिउँला मान्छे है अब अहिले जा चिन्ता नगर है जा बल्ल आनन्द भयो स्याल मर्यो गिद्ध रमा भने आइजाइको है छोरी त चाहिँ कहाँ जान्ला फेरि अब तपाईँहरू जानुहुन्न होला त्यही भएर मै जानु लागेको जुठेलाई खोज्नु ओइ नानी अस्ति मैले जुठेलाई समाएर ल्याउँदाखेरि तैँले नै भनेको होइन जुठेसँग के भनेको तेरो मेरो सम्बन्ध सकियो अब त आफ्नो बाटो म मेरो आफ्नो बाटो त तेरो सुरु गर म मेरो सुरु गर्छु तैँले नै भनेको होइन अहिले फेरि किन जुठेलाई खोज्न जानु पर्यो त किन जानु पर्यो दाइ सम्बन्ध पो सकिएको हो त मानवता त सकिएको छैन नि तपाईँहरू पो आनन्दले बस्नुहुन्छ होला तपाईँहरूमा मानवता सकिएको होला ममा सकिएको छैन गएँ म खोज्न ओइ नानी पख भनेको हो हजुर यो जुठे नै हरायो अरे के भन्छ यो आरनको सामान चाहिँ जुठे पनि छैन अरे तँलाई कसले भनेको खुद काइले आमा आउनुभएको थियो हाम्रोमा भन्नलाई आमा नि त तैँले गर्दाखेरि त हो नि अस्ति तैँले जुठीलाई तँ आफ्नो सुर गर म मेरो सुर गर्छु भनेर भनिस् नि त्यही भएर रिसले बोलाएर हिँड्यो होला नि खोइ के हो बरु एकचोटि उसकै घरमा जाऊँ न बुझ्नलाई अनि यो सामान कहाँ राखेर छ त्यसले के को राख्ने हो उहाँ भिरमा लिएर गएर सबै फालेछ मैले कहाँ राखिस् कहाँ फालिस् भनेर सोद्धा बल्ल बल्ल देखायो अनि त्यसपछि समेटेर ल्याएको फेरि ओए अनि तँ त जुठे बोलाएर हरायो भनेर भनेको होइन तिमी बसिरहेको छ त अनि के थाहा मलाई ओइ काइले आमाले हाम्रो मार त्यही भने हो के अरे यस्ताको सन्तानको कुरा नि के पत्याउनु के साह्रो झुट बोल्न सक्या हुन् यहीँ रहेछ त नि उहाँ हाम्रोमा आएर काइले आमाले बौलायो के भयो हरायो भनेर उहाँ के हो म त बुझ्नै सक्दिनँ
के थाहा? आफूले काम गरेर खाने भाँडो त्यसरी भिराएर गुल्टाउनु हुन्छ होइन? के खान्छस् क्या घिच्छस् क्या यसरी फालेपछि? म काम गर्दिनँ। काम गर्दिन रे? के गर्छस्? मङ्गलान पस्छु। होइन के कुरा गर्छ यो? के भन्छ यो बेलानको बेला? जानी हो गाममा बसेर नि के हुन्छ कस्तो के नै हुन्छ। मर्ने बेला आएको आमालाई एक्लै छोडेर मङ्गलान जाने? यहाँ म आमालाई यहाँ छोडेर जान्छु होला नि यता पापी असत्यको गाममा। के गर्छ त? लाने हो गाउँमा त लाने हो जाने हुन्न। अब त्यही एउटा काम बाँकी छ तसँग मङ्गलान जाने यत्रो घर छोडेर। जाँदैनौ? कुरा गरे सुन्दा यहाँ त यस्तो चाल्छ थियो त्यहाँ गएर बिजोग पार्ने मलाई। ए म बिजोग पार्छु? के भएको क्या त? फुरुक्क गऱ्यो यो आइरन सम्हालेर बस त। अनि यस्तो नचाहिँदो नचाहिँदो बुद्धि कसले दिन्छ? यहाँको ताल त्यस्तै छ, हाम्रो घरको मान्छे ताल पनि उस्तै छ। के रे बरु सिधै भन न, किन घुमाइ फिराइ कुरा गर्छौ? बुझे भइहाल्यो त। बढी नबोलाए फेरि भेट्लो अहिको जस्तो। लु त हान त। सक्दिन भन्ठान्छौ? अरे फेरि यिनीहरू यत्तिकै झगडा गर्न थाले के पो तिमीहरूलाई? बोल्या ताल हेर्नु न आमा। त अहिले चाहिँ बढी नै बोल्न थालेछस्। बोल्छु त। धेरै नबोल है। के गर्छौ? जिब्रो सिब्रो थुतेर फाल्दिन्छु। ओहो जिब्रो थुतेर फाल्दिने। लु फाल त। लु फाल त जिब्रो थुतेर। लु फाल त। अहिले फेरि धेरै धेरै उन्डा गरे फेरि। अझ मर्लाउनी फेरि। कस्तो मर्ला? लु मार त। लु मार त। लु मार त। लु मार त। किन भन्नु? ओइ सक्दिन। आफै जे बोल्ला त्यही गर्छु हो। माटो खेलाएर बस्छु अझ। छोड्नु त बाबु नाठो अरे। मैले गर्दा तँलाई त पैसा कसले दियो भन् त? कसले दियो? तेरो हुन्छ मान्छे? अरे नाठो छ रे। कहाँ छ नाठो? ओइ यहाँ ल्याऊ मेरो नाठो। सौरी बाबु। नाठोले बात गर तँ कसले? बोला अहिले। नाठो छ। के भएको यहाँ नाठो भने? मलाई तँले तँले बोले। फेरि आमा बुढाले त्यसरी गर्नुहुन्न। फेरि मार त। मार त। लाउन नि। फेरि मार त। किन यस्तो भयो? मार किन मेरो पेट लाउन? के बाबु बजाउनी न त लाउन। है के को मन झगडा नगर्नुस् बस्नु। झगडा नगर्ने होइन आमा, यसलाई म मारेर बरु झ्यालखाना गएर बस्छु। लु मार त। मार भन्दा यता नफर्क्यौ। ओले पक्लका हानेर ठाउको ठाउँ पार्दिउँला नि फेरि। हे त्यसै हेरौँ। म पनि दैलो मारेर बस्दिनँ बुझ्यौ? बोलेको सुन्नुभयो आमा? नाठो छ रे। आफ्नो बुढीको बेइज्जत गर्दै हिँड्ने भएन। घरमा त लफडा पर्यो। यहाँ तपाईँहरूको घरमा सुत्दाएर यहाँ हान्नु त बोलेको ताल। होइन ए चौरी बाबु जे पाए त्यही आफ्नो स्वास्नीले भन्नु हुँदैन के? तिमी जे पाए त्यही नभन न त त्यसले त्यो काँडे ल्याए त त्यत्रो पैसा। के पैसा? पैसा ल्याए तपाईँले? होइन हाम्रो साथीभाइ हुँदैन, आफन्त हुँदैन, सोध्नु पर्दैन। नाठोले थियो कि नाठोले दियो होइन? नाठोले दियो रे। हेर्नु त आमा यसले बोलेको ताल। नाठोले दियो रे मलाई। छोड्नु नाठोले नदिएर कसले दियो त? मैले त्यत्रो पैसा माग्दै हिँड्दाखेरि मलाई 4 पैसा बचाउँदैनन्। मलाई भन्ने साथ कसले दियो भन्छ? कसो गरे? माग्नको लागि बेउरा हुनु पर्यो। कस्तो बेउरा? गर्नु परेन मान्छेसँग। कस्तो गतिलो बोल्नु? उता जानु है आमा तपाईँ। बाबु छोड्नु मलाई। उता जानु आमा। बाबु छोड्नु। म यसलाई छाडिदिन्छु। यसरी आफ्नो लौला हात हाल्नु पाइन्छ? किन नपाउनु? यसले बोलेको ताल नाठो। अझ हान्न खोज्ने मलाई गाउँ समाजमा यति धेरै बेइज्जत गराएको थिएँ नि। इज्जत चाहिँ कहिले छ तिम्रो? गाउँमा आएर मलाई बुढा लाग्नु ओ सरला तपाईले भाइ है के भयो? आउनु बस्नु। आफ्नो बुढालाई नि त्यसरी हात हाल्नुहुन्छ भने तपाईँ पनि कता होइन के? हात हाल्ने मात्र होइन आमा, यसलाई म च्वाट्ट कटेर छिनाएर बरु म झ्यालखानामा गएर बस्छु। ठक्कुरीको छोरी पो हो त, यसले मलाई यसरी हेप्न पाउँछ? हेप्न मिल्छ?
अब ल चुप्लाउनु भयो अब तपाईँहरूको कुरा के हो शान्त हुनु के अब रिसले त कस्तो शान्त हो बाबु नाठो छ रे मेरो कहाँ छ नाठो को मेरो नाठो कति जान्ने है कति जान्ने मेरो छोरी कति नै खोजेर ल्याउनु सरी हो अनि भेट्नु भयो त जुठेलाई तिम्रो पर गएको छ त्यतिको हेरेकोमा हामी आइमे मान्छेको जातले त्यसरी लोग्ने मान्छेसँग सिङ्गोरो खेल्नु हुन्न के त्यहाँ माथि तिम्रो आफ्नै पोइ त्यसरी लात्ताले हान्नुहुन्छ पाप लाग्दैन त्यस्तो गर्नुहुन्न क्या हामी त सहेर बस्ने जात हो सहनु पर्छ हे आमा कति सहनु के सहँदा वाक्क भएर नि मैले यो सब गर्न थालेकी हो अब तपाईँ आफै भन्नुहोस् न मेरो नाठो छ रे कोसँग लागिस् के गरिस् रे अब मेरो साथीभाइ हुँदैन आफन्त हुँदैन त्यही कुरा राम्रो मुखले तँलाई कसले पैसा दियो भनेको म पनि त भन्थेँ नि तेरो नाठो छ रे तँलाई नाठोले दिएको पैसा रे त्यो चाहिँ उसले भन्न सक्छ त आमा अनि कति सहनु भन्नुहोस् त अब त्यो त उसले नि त्यो भन्नु नहुने हो मलाई थाहा छ हामी स्वास्नी मान्छेहरूले त्यसरी आफ्नै पहिला लात्ताले भन्नु चाहिँ हुनुले क्या पाप लाग्छ जाउँ गएर मिल अब आफ्नो पैसा त मिल्नु पो पर्छ त त्यस्तो भनामा त जसरी भइहाल्छ नि त्यो भित्र गएर एक सरो लुगा पकाउने सकाउने सबै गुन्डा सुन्डा पार है के हो फेरि यसलाई कस्तो के हो फेरि यसलाई जानियो गाम छोडिदिनु यस्तो के नचाहिने कुरा गर्छ यो अनि यसलाई नि बेला बेला भुत छर्छ क्या हो के का भुत चढ्ने हो र मैले भने होइन अब यो गाउँमा बस्ने होइन यहाँ अब हाम्रो लागि सबै मरिसक्यो तपाईँहरू पनि मिल्नु है भाउजू म त आमा लिएर हिँड्ने म गाउँतिर गएँ कि आमा सबैसँग बिदा भएर आउँछु भोलि बिहान नै हिँड्नुपर्छ के भने आमा यो जुटी बाबुले त्यही भने खोइ के भन्छ के भन्छ कहिले आरनको सामान लगेर सबै भिराडा गुल्ट्याउँछ कहिले यो गाउँै छोडेर हिँड्नुहुन्छ हुँदा हुँदा मुङलान जाने रे म त के बुझ्दै नबुझ्ने भइसक्यो यसो कुरो ल गाममा बिदा मागेर आउँछु भनेर पो हिँडे त्यही भने जन्म छ हराएको मान्छे त यहीँ पुगे त के हो राइस त यहाँ म त हजुरहरूसँग बिदा हुन आएको बिदा रे अनि कहाँ जानु लाइस त मुगलान जानु लाग्दा के भन्छ यो विमल सर मैले हजुरहरूलाई धेरै दुःख दिएँ त्यसको लागि एकदमै क्षमा प्रार्थी छु मैले अन्जानमा गरेको भुल सम्झेर मलाई माफी गरिदिनु ताई है मलाई माफी गरिदिनुहोस् है म त अब त्यो गाउँमा त कहिले फर्किन होला हजुर राम्रो छ है सुने कहिले काहीँ गल्ती गरे अरे चित्त दुखाए माफ गरिदेऊ
आकाश धरती एक जुन तारा एक किन हो खै जातने करी मैले छुटेको आँसुले छुटेको म बन्चरे म कुटे हो म झुठे झुठे Godrej Expert Hair Color presents झुठे टाइटल स्पोन्सर Godrej Expert Rich Cream अब कलर गरेपछि कपाल देखिन्छ सफ्ट एन्ड शाइनी Godrej Expert Rich Cream पावर्ड बाइ पुरानो गुड नाइटको तुलनामा नयाँ गुड नाइट बनेको छ यस्तो एडभान्स फर्मुलाले जुन चल्छ बत्ती गएको 2 घण्टा पछिसम्म। एसोसिएट स्पोन्सर मात्र अल आउट छ इन्डियन मेडिकल एसोसिएसनद्वारा प्रमाणित जसले डेङ्गु मलेरिया र चिकनगुनिया फैलाउने सबै लामखुट्टेलाई मार्दछ। हाई सिरम बाई जेरोनाटल द स्किन केयर रिभोल्युसन इज रियल exclusively marketed by Ace Media and Marketing Private Limited, logically integrated to diversify